म अन्धो रहेछु। सूर्यको ज्योति पाएको बेला पारिलो घाम र चराचुरुङ्गीको सुन्दर सङ्गीतहरू सुन्दा मेरा यी दुई नयनहरूले सुन्दर हिमालहरूलाई देख्दा, तराईको हरियाली फाँटहरूको क्षितिजसम्म देख्दा, कसैले रचेका मेरा यी चर्महरूमा न्यानो र सिरसिरे हावाहरूले छोइदिँदा म ज्योतिमा छु जस्तो लाग्दो रहेछ। खान लाउन र बस्न खाँचो छैन। खान लाउन र बस्न खाँचो छैन। मेरा प्रशस्ति छन् र अरू केही चाहन्न जस्तो लाग्दो रहेछ। किनकि मैले न त शरीरलाई चिने, न त आत्मालाई, न त प्राणलाई। मैले त जे पाउँदैछु त्यो मात्र थाहा गरेको रहेछु। तर मलाई रच्ने, हरेक कुरा दिनुहुने को हुनुहुन्छ मैले थाहै नपाएको रहेछु। आज बल्ल बुझेँ। ज्योतिमा भएर पनि म अन्धकारमा रहेछु। देखिने मात्र विश्वास गरे, नदेखिने वास्तै गरेनछु। श्वास फेर्दैछु, हावाको वास्ता गरिनछु। चाहिने सबै लिँदैछु, तर दिने को हो खोजी नै गरिनछु। क्षणिक शरीरको वास्ता गरेछु, अनन्त आत्मालाई बिर्सिदिएछु। आहा मित्र, म त अन्धकारमा पो रहेछु। म त बाटो, सत्य र जीवन नदेख्ने अन्धो पो रहेछु। म त बाटो, सत्य र जीवन नदेख्ने अन्धो पो रहेछु। God bless you, James.